So yeah, welcome back to the channel. अब अहिले चाहिँ अब के भइरहेछ भन्दाखेरि समर लगाइसक्यो होइन मैले अब हिजो अस्तिको भिडियोमा भने जस्तै अब अहिले फेरि अब यो घाँस उम्रिन थालिसक्यो ल अब यस्तो छ होइन यहाँ घाँस अब हरियो यता घाँस हुन थालिसक्यो यतापट्टि बिस्तारै उम्रिन थालिसक्यो यतापट्टि त हरियाली नै भइसक्यो होइन कलेज एरियातिर त हरियाली भइसक्यो यो कसरी हुन्छ भन्दाखेरि यो चाहिँ बाई नेचरै हुने हो क्या अब जस्तै कि रुखहरूमा पनि बल्ल पातहरू आउँदैछ यो पुरै ड्राई थियो नि त अब अस्तिको भिडियो हेर्दाखेरि हुन त अहिले पनि नङ्गापुङ्गा छ यो होइन तर बिस्तारै फ्लावर्सहरू बिस्तारै पातहरू आउनु थालिसक्यो होइन सो या यसरी बिस्तारै राइज हुन थाल्यो ल यो पनि केही थिएन नि त यो पुरै रुख नाङ्गो थियो अब बिस्तारै हुर्किन थाल्यो चट्ट लाएर यस्तो हुन थाल्यो होइन बिस्तारै अब यहाँ पनि अब यो घाँसहरू यसरी उम्रिन थालिसक्यो यतापट्टि उम्रेको छैन यतापट्टि उम्रिन थालिसक्यो पातहरू रुखमा चट्ट बिस्तारै हुँदै गर्छ प्लस अनि अब यहाँ घाँस काट्नुपर्छ यहाँ घाँस काट्ने हातले त्यो हैसाले होइन कि त्यो मेसिनलाई डाँडा गरेर काट्नुपर्छ कि यसको नि म भ्लग बनाउँछु एउटा अब अहिले त त्यस्तो केही कामसाम पनि छैन मर्निङ टाइम भइहाल्यो त्यस्तो बिल्डिङ आई वर्क इन सो या मिठो चिसो हावा आइरहेछ आज चाहिँ इट्स विन्डी आज अब यस्तो छ होइन ठिक छ अब यहाँ बिस्तारै घाँ उम्रिहाल्छ बिस्तारै अब यता घाँ उम्रेको छैन यतापट्टि उम्रिन्छ ऊ त्यहाँतिर त हरियो हुन थालिसक्यो लेट्स चेक इट आउट यो चाहिँ युनिभर्सिटी हो है मैले पहिलादेखि भ्लगमा भने यो चाहिँ कलेज एरिया अनि लाइक युनिभर्सिटी अनि बिल्डिङको नाम मात्रै युनिभर्सिटी 114 हो यो चाहिँ अपार्टमेन्ट हो अपार्टमेन्ट ठिकै छ सानो छ अपार्टमेन्ट पनि त्यस्तो सोचे जस्तो छैन ल यहाँ घाँस हरियो हुन थालिसक्यो त्यहाँ हरियो यो जग्गा त खाली नै भइहाल्यो यो जग्गाको एउटा कमेडी कुरा के भयो भन्दाखेरि यो जग्गा र म भन्छु है यो जग्गा चाहिँ सँगै रहेछ पहिला यो जग्गा चाहिँ एउटै मालिकको भनौँ यो र यो एउटै मालिकको अनि के गरेछ भन्दाखेरि यो जग्गा बेच्दैछ यो जग्गा बेचेर चाहिँ यसले यो बनाएछ 13 पोइन्ट कति मिलियनमा 13 to 15 मिलियनमा बनाएछ यसले यो होइन अनि पछि फेरि यसले यो बनाएपछि चाहिँ म यो किन्छु भनेर फेरि यो त्यो ल्यान्डलर्डलाई चाहिँ म यो किन्छु भनेर हुन्छ नि म यो जग्गा किन्छु भनेर भन्न आएको बेला चाहिँ हुँदैन भनेर भन्दैछ क्या त्यो फेरि यो जग्गा यतिकै छ नि स्विमिङ ब्लक चाहिँ कसैले पार्किङ नगरोस् भनेर राखेको भयो अब यसले यो अब यसैको जग्गा हो यो भन्नु पर्दाखेरि पहिला चाहिँ तर अब यसले बेचेर अनि यो बनायो नि यो बनाएर अब यो भएपछि ल ठिक छ म फेरि किन्छु भनेर किन्न आउँदाखेरि चाहिँ द गाई सेड नो दिस इज द पावर अफ रियल स्टेट एन्ड द प्रोपर्टी अफ ल्यान्ड सो दिस गाई क्यानट बाई दिस ल्यान्ड होइन उसँग पेसिभ इन्कम छ आउने महिना पछि पेसिभ इन्कम छ तर यो भनेको चाहिँ गोल्ड हो नि त यो भनेको त गोल्ड हो नि त पेसिभ इन्कम आउँछ म मान्छु तर दिस इज अ गोल्ड सुन भनेको सुनै हुन्छ क्या जतिसुकै टुक्रा गरे पनि सुन भनेको सुनै हुन्छ यो बार लाग्दैन ल भयो अनि यस्तो छ होइन सो या अब म यो भ्लग बिस्तारै अगाडि कन्टिन्यू गर्छु सो लेट्स गेट स्टार्टेड सो यो भ्लग अब हामी बिस्तारै कन्टिन्यू गर्छौँ सो या इट्स अ मन्डे भ्लग Good morning vlog from Canada, Edmonton.